ल यसै गरी आजको अर्को ग्रामर रहेको छ खाना भन्ने छ। अब यसले के भन्छ भन्दाखेरि हुन्छ कि अथवा भयो कि अथवा होला कि अथवा नहोला कि होइन। अब यस्तो अवस्थामा चाहिँ अब यसको अर्थ चाहिँ यो हुन्छ होइन। अब यसले चाहिँ यसको प्रयोग चाहिँ एउटै मात्र अर्थ नभएर विभिन्न अर्थ लाग्छ। कस्तो अवस्थामा प्रयोग गर्ने भन्ने कुरा हामी योभन्दा तलपट्टि सिक्छौँ होइन। अब अलिकति परिभाषा हेरौँ। यसले के भन्छ भने अस्पष्ट रूपमा होइन, कन्फ्युज भएको अवस्थामा अथवा स्पष्ट नभएको अवस्थामा आफ्नो भावना अथवा धारणा व्यक्त गर्दाखेरि प्रयोग गरिन्छ भन्ने कुरा बुझौँ है त। अलिकति आफू कन्फ्युज भएको बेला अथवा स्पष्ट रूपमा केही कुरा थाहा नभएको बेलामा चाहिँ प्रयोग हुन्छ भन्ने कुरा गरौँ है त। अब यसको सेचोजोको भनेको सेन्टेन्स होइन त। सेन्टेन्सको एउटा बुल प्लस लास्टमा खाना लगायो भने त्यसले के दिन्छ त, हुन्छ कि अथवा भयो कि अथवा होला कि होइन त, कि त होला कि नहोला, हुन्छ कि हुँदैन, भयो कि भएन भन्ने जस्तो अर्थ लाग्छ कि है। अब यसको अलिकति अब एउटा चाहिँ प्रयोग हेरौँ, एउटा दुईटा रेबुन हेरौँ अनि थाहा हुन्छ। पहिलो प्रयोग हामी चाहिँ अनुमान अथवा राय व्यक्त गर्दा कसरी प्रयोग हुन्छ भन्ने कुरा सिक्छौँ है त। अब अनुमान अथवा राय व्यक्त गर्दाखेरि चाहिँ कोनो फुकु यो लुगा अतासी नि वा मलाई चाहिँ सुकोसी हादे सुगिरु खाना भनेको यो लुगा चाहिँ मेरो लागि अथवा मलाई अलिकति बढी झिल्के भयो कि होइन त, अलिकति बढी मलाई झिल्के भयो कि भनेर उसले आफ्नो राय व्यक्त गर्दैछ। अब भयो कि भएन भन्ने कुरा चाहिँ त्यो आफ्नो ठाउँमा छ, तर उसको राय के छ त, मलाई अलिकति बढी झिल्के भयो कि अथवा रङ्गीचङ्गी बढी भयो कि, सामान्य सिम्पल लुगा लाउने मान्छेलाई अलिकति रङ्गीचङ्गी लुगा परेछ, यस्तो अर्थ दियो होइन त। अब अर्कोले के भन्छ भने आसिता आरेरु खाना भोलि घाम लाग्छ कि होइन, आफ्नो अनुमान पनि भन्न मिल्छ भोलि घाम लाग्छ कि भनेर। अब त्यसपछि अर्कोले के भन्छ भने कोरेदे दाइजोबु खाना, यसले ठिक हुन्छ कि अथवा यसले भयो कि होइन त भनेर यसरी आफ्नो राय अथवा आफ्नो अनुमान व्यक्त गर्न सकिन्छ भने। अब अर्को चाहिँ खानाको प्रयोग कस्तो हुन्छ भने आफैले आफैलाई प्रश्न गर्ने, आत्मा प्रश्न गर्ने अथवा चाहिँ स्व गन्थन गर्ने के, आफैले आफैसँग गन्थन मुखमा बोल्ने होइन, के गर्ने कसो गर्ने, अरूसँग सोध्ने होइन कि आफैले आफैसँग बोल्ने अथवा आफैसँग सोध्ने बेला पनि खानाको प्रयोग हुन्छ होइन। यसले के भन्छ भने पहिलो रेब हुन्छ यहाँ भन्छ क्यौ नो फुरेजेन, आजको प्रेजेन्टेसन प्रस्तुति उमाको इत्ता खाना, आजको प्रस्तुति चाहिँ राम्रोसँग भयो कि भएन, राम्रो गयो कि गएन भनेर कन्फ्युज भए जस्तो आफैले आफैलाई सोधिरहेको छ उसले होइन। अर्को सेन्टेन्स हेरौँ। यसले के भन्छ भने क्यौ नो युसोकु, आजको बेलुकाको खाना वा नानी निसियो खाना, आजको बेलुकाको खाना के गरौँ होला त अथवा के बनाऊ भनेर आफैले आफैलाई सोधिरहेको छ होइन त। यसरी पनि आफैले आफैलाई प्रश्न गर्दाखेरि पनि खानाको प्रयोग हुन्छ। अनि अर्को प्रश्न, अर्को प्रयोग भनेको चाहिँ के गर्ने के नगर्ने भनेर कन्फ्युज भएको बेलामा पनि खाना लगाएर बोल्न सकिन्छ है त। यसको फेरि एउटा रेबुन हेरौँ। मौसुकोसी अझ थोरै मात्ता होगा यी खाना, अझ थोरै पर्खिँदा राम्रो होला कि होइन, के गर्ने के नगर्ने, पर्खिने कि नपर्खिने होइन त, कन्फ्युज भएको बेलामा पनि के गर्ने त, पर्खिँदा राम्रो होला कि नहोला जस्तो अवस्थामा पनि मौसुकोसी मात्ता होगा यी खाना होइन, म अझ अलिकति पर्खिँदा राम्रो होला कि। अनि अर्कोले के भन्छ भने आतारासी सिगोतो, नयाँ काम होइन त, आतारासी सिगोतो नि ओबो सियो खाना, नयाँ काममा चाहिँ निवेदन गरौँ कि नगरौँ होइन त, अथवा चाहिँ दोस्यो काना भनेको छ, भनेको के गर्ने होला त के गरौँ त भनेर कन्फ्युज भएको बेलामा पनि हामीले यो खानाको प्रयोग गर्न सक्छौँ है त। ल मिनासान गाम्बाते कुदासाई। ल यसै गरी अर्को ग्रामर रहेको छ हाम्रो नान्खा भन्ने छ। अब यसले के भन्छ भने ठ्याक्कै चाहिँ थाहा छैन तर केही भन्ने अर्थ दिन्छ यसले चाहिँ होइन। अब यो कस्तो बेला प्रयोग हुन्छ भन्दाखेरि अनौपचारिक रूपमा दैनिक वार्तालापमा दैनिक कुराकानीमा प्रयोग गरिन्छ। यसले चाहिँ ठ्याक्कै थाहा नभएको र अस्पष्ट भएको कुरा जनाउँछ। हामीलाई ठ्याक्क थाहा छैन तर अस्पष्ट स्पष्ट नभएको कुरा गर्दाखेरि चाहिँ नाङ्खा भनेर प्रयोग गर्न मिल्छ। यसको सेचजोको भनेको नाङ्खा प्लस सेन्टेन्स होइन, पछाडि सेन्टेन्सको बुन जे लगाउँदा पनि हुन्छ, अगाडि चाहिँ नाङ्खा लगाएर सेन्टेन्सको बुन जस्तो राखे पनि हुन्छ है त। ल अब एउटा दुईटा रैबुन हेरौँ अनि अलिकति क्लियरसँग बुझिन्छ। अब पहिलो रैबुन छ नाङ्खा हेन्ना खान्जिगा सुरु, के भन्छ भने नाङ्खा भनेको केही अनौठो फिल भइरहेको छ। अब यसले भन्न खोजेको ठ्याक्कै के हो मलाई थाहा छैन तर केही अनौठो फिल भइरहेको छ भन्दैछ है त। अब त्यसपछि अर्को सेन्टेन्सले के भन्छ भने नाङ्खा होइन
साकुजिचु नेरारे नखात्ता अथवा किन हौ नेरारे नखात्ता भन्दैछ। भनेको खै किन हो हिजो सुत्नै सकेन भनेर भनेको। यसले चाहिँ ठ्याक्कै किन हो त्यो थाहा छैन, तर हिजो म सुत्नै सकेन भनेर भन्दैछ। ल अर्को सेन्टेन्सले के भन्छ भने नाङ्खा च्यौसिगा वारुइन दायोने भनेको ठ्याक्कै चाहिँ थाहा छैन, तर अलिकति के हो होइन, कन्डिसन चाहिँ अथवा अवस्था चाहिँ खराब छ है भनेर भन्दैछ। किन खराब भयो भन्ने कुरा चाहिँ ठ्याक्कै थाहा छैन भन्दैछ। यसरी प्रयोग गर्न मिल्यो। अब अर्को सेन्टेन्सले के भन्छ भने नाङ्खा वातासिगा किमेरु नोमो हेन खाना तो ओमोत्ते भन्दैछ। यसले भनेको ठ्याक्कै त थाहा छैन, तर मैले डिसिजन गर्ने अथवा मैले डिसिजन गर्नलाई पनि त अलिकति अनौठो हुन्छ कि भन्ने सोचेर भनेर भन्दैछ है त। ल अब अर्को सेन्टेन्स छ लास्टको। यसले के भन्छ भने नाङ्खा नोमिमा स्यौका होइन, केही पिउँ कि होइन त, नाङ्खा नोमिमा स्यौका। अब ठ्याक्कै यही पिउँ भनेर त भनेको छैन नि, त्यही भएर ठ्याक्कै चाहिँ थाहा छैन, तर केही कुरा जुस भयो नि पिउँ अथवा ओच्या भयो भने पिउँ अथवा कोही भयो भने पिउँ। नाङ्खा नोमिमा स्यौका भन्यो भने जे भयो भने केही कुरा पिउँ न त, केही पिउँ कि भनेर भन्दैछ। ल यसरी चाहिँ हामीले नाङ्खाको पनि प्रयोग गर्न सक्छौँ है त। ल यो चाहिँ यति थाहा पाउनु पऱ्यो कि यो चाहिँ इन्फर्मल हो, दैनिक रूपमा बोलीचालीमा प्रयोग गरिने भाषा हो, पोलाइट भाषा चाहिँ होइन है त। ल यसरी प्रयोग गर्न सकिन्छ है। ल मिनासान गाम्बाते कुदासाई। ल यसै गरी अर्को ग्रामर रहेको छ हाम्रो नान्ते होइन। अब यो नान्तेको अर्थ हुन्छ भन्ने कुरा भन्ने अर्थ हुन्छ। अब यतिले मात्रै अलिकति बुझिँदैन, अलिकति परिभाषा हेरौँ। यसले के भन्छ भने वक्ताले भनेको बोल्ने मान्छेले सामान्य बोलीचालीको भाषामा भनेको दैनिक कुराकानीमा चाहिँ आश्चर्य अथवा प्रशंसा अथवा अपमान जस्ता भावनाहरूलाई जोड दिएर बोल्दा प्रयोग गरिन्छ। भनेको कुरा गर्दाखेरि अचम्म भएको बेलामा अथवा चाहिँ कसैको प्रशंसा गर्नुपर्ने बेलामा अथवा अलिकति अपमान हुने जस्तो भावना जोडेर बोल्दाखेरि प्रयोग गरिन्छ भन्न खोजेको है त। अब यसको सेजोको भनेको दोसिनो जिस्योके भनेको भबको रुट फर्म होइन, यो रुले चाहिँ जिस्योके भनेको है त। अथवा नाउन अथवा एडजेक्टिभ हो भने के हुन्छ त डाइरेक्ट प्लस नान्ते जोड्न मिल्छ है त। एडजेक्टिभ भन्ने बित्तिकै इ एडजेक्टिभ पनि पर्यो, ना एडजेक्टिभ पनि पर्यो, जे पनि पर्यो है त। ल त्यो भइसकेपछि मैले सबैको सकेसम्म एउटा एउटा रेबुन राखेको छु तलपट्टि है त। ल पहिला रेबुन हेरौँ, अझ क्लियरसँग बुझिन्छ। नान्तेले के भन्छ त भन्दाखेरि भन्ने कुरा भन्ने अर्थ चाहिँ भन्ने कुरा भयो, तर कस्तोमा प्रयोग हुन्छ भन्दाखेरि अलिकति अचम्म मानेको कुरामा अथवा अलिक कसैको प्रशंसा गर्ने कुरामा अथवा अलिकति अपमान गरे जस्तो होइन, अपमान गर्ने जस्तो कुरामा चाहिँ हामीले यो नान्तेको प्रयोग गर्न सक्छौँ। अब रेबुन हेरौँ, अनि क्लियरसँग बुझिन्छ। पहिलो रेबुनले के भन्छ गीता सान वा गीताजी चाहिँ कोन्नानी भनेको यत्तिको निहोङ्गोगा ज्यौजु के भन्छ निहोङ्गोगा ज्यौजु नान्ते के भन्छ सिराना खात्ता। गीताजी चाहिँ यत्तिको जापानिज भाषा जान्ने हुनुहुन्छ अथवा सिपालु हुनुहुन्छ भन्ने कुरा थाहा थिएन भन्छ। अचम्म मानिरहेको छ बोल्ने मान्छेले, ओहो गीताजी चाहिँ यस्तो जान्ने हुनुहुँदो रहेछ, मलाई त थाहा थिएन भन्दैछ होइन त। हेर्नुहोस् त गीता सामा कोन्नाने निहुङ्गोगा ज्यौजु नान्ते सिराना खात्ता भनेर भन्छ। ल है अब अर्कोले के भन्छ भने खारे वा ऊ चाहिँ निहोन्नी कुरु नान्ते सिन्जिरारे नाइ। ऊ चाहिँ जापानमा आउँछ भन्ने कुरा विश्वास लाग्दैन अथवा विश्वास गर्न सकिँदैन भन्छ। अलिकति त्यो मान्छेको अपमान गरे जस्तो भयो यहाँनिर चाहिँ। अपमानै डाइरेक्टली त गरेको होइन, जोस् अपमानको भावना जोडिएको छ नि त यहाँनिर। किनभने त्यो मान्छे अब के हिसाबले चाहिँ ऊ चाहिँ जापान आउँछ भन्ने कुरा विश्वास लाग्दैन भन्यो होइन त, त्यो आफ्नो ठाउँमा रह्यो है। के भन्यो त ऊ चाहिँ जापान आउँछ भन्ने कुरा सिन्जिरारे नाइ निहोन्नी कुरु नान्ते सिन्जिरारे नाइ भन्दैछ। ल अर्कोले के भन्छ भने कोन्ना सुबारासी हि नान्ते मेत्तानी नाइ यो भनेको यत्तिको अद्भुत दिन यत्तिको रमाइलो दिन भनौँ न अब चाहिँ होइन, यस्तो मजाको दिन चाहिँ होइन, यस्तो मजाको दिन भन्ने कुरा फेरि आउँदैन अथवा आए पनि एकदमै बिरलै आउँछ भन्ने कुरा गर्छ। मेत्तानी नाइ भन्यो भने एकदमै कम छ होइन, भए पनि बिरलै हुन्छ भन्ने अर्थ दिन्छ। भनेको यस्तो रमाइलो दिन यस्तो अद्भुत दिन चाहिँ एकदमै कम हुन्छ अथवा बिरलै हुन्छ भन्छ। अर्कोले के भन्छ भने आन्नाको त हो सुरु नान्ते सिन्जिरारे नाइ भनेको त्यस्तो कुरा गर्छ भन्ने कुरा विश्वास लाग्दैन भन्छ अथवा विश्वास गर्न सकिँदैन भनेर भन्छ। अनि अर्को सेन्टेन्सले के भन्छ भने सोन्नाको त नान्ते किनी सिनाकुते यी हो
के भन्छ त सोन्नाको तो नान्ते किनी सिनाको ते यी हो भनेको त्यस्तो पाजी कुरामा ध्यान नदिए पनि हुन्छ भने जस्तो के त्यस्तो सामान्य कुरामा ध्यान नदिए पनि हुन्छ भनेर भन्दैछ है त ल अब अर्कोले के भन्छ भनेको यु नान्ते आर्यनाई जस्तो यो आर्यनाई भनेको चाहिँ सम्भव छैन अथवा हुन सक्दैन भन्ने अर्थ दिन्छ यसले है त यु भनेको इमास भवको जिस्युको यु नान्ते भनेको भन्छ भन्ने कुरा आर्यनाई सम्भव छैन अथवा हुन सक्दैन भन्ने कुरा गर्यो अर्कोले के भन्छ लास्टमा उचुकुसी नाम्ते यी सुगिदायो भनेको सुन्दर छ भन्ने कुरा चाहिँ अलि धेरै नै भन्यो यी सुगिरु भनेको चाहिँ अलि धेरै भन्नु यसैले यी सुगिदायो भन्दैछ उचुकुसी नान्ते उचुकुसी भन्ने कुरा सुन्दर छ भन्ने कुरा चाहिँ अलि बढी नै भन्यो यी सुगिदायो भनेर भन्छ है त ल यसरी चाहिँ हामीले नान्तेको प्रयोग गर्न सक्छौँ है अलिकति भिडियो लामो भयो होइन लास्टसम्म हेरिदिनु भएको सबैजनालाई धन्यवाद ल अब यसलाई चाहिँ सबैजनालाई अलिकति गामबत्ती गर्नुहोस् है त